प्रभु येशूको दोस्रो आगमनको सम्बन्धमा जागा रहौ। तर भाइहरू, समय र बेला बखतको विषयमा मैले तिमीहरूलाई लेख्नुपर्ने तिमीहरूलाई खाँचो छैन, किनकि राति चोर जसरी आउँछ प्रभुको दिन त्यसरी नै आउँछ भनी तिमीहरू आफैलाई राम्ररी थाहा छ। किनकि जब तिमीहरूले शान्ति र सुरक्षा भन्छन्, तब गर्भवती स्त्रीमाथि प्रसुति वेदना आइपरे झैँ तिनीहरूमाथि अचानक विनाश आइपर्नेछ र तिनीहरू कुनै रीतिले उम्किने छैनन्। तर हे भाइहरू, त्यो दिन तिमीहरूमाथि चोर जस्तै आइपर्ने गरी तिमीहरू अन्धकारमा छैनौ। तिमीहरू सबै ज्योतिका सन्तान र दिनका सन्तानहरू हौ। हामी न त रातका न अन्धकारका हौँ, यसकारण हामी अरू जस्तो नसुतौँ, तर जागा रहौँ र सचेत रहौँ। किनकि सुत्नेहरू रातमा सुत्छन्, मतलाहरू रातमा मात्तिन्छन्। तर हामी चाहिँ जो दिनमा हौँ विश्वास र प्रेमको कवच अनि मुक्तिको आशारूपी टोप पहिरेर सचेत रहौँ। किनकि परमेश्वरले हामीलाई क्रोधका निम्ति होइन, तर हाम्रा प्रभु येशू ख्रिस्टद्वारा मुक्ति पाऊ भनी ठहराउनु भएको छ। हामी चाहे जागा रहौँ चाहे सुतौँ, हामी उहाँसित एकसाथ जियौँ भन्ने हेतुले उहाँ हाम्रा निम्ति मर्नुभयो। यसकारण एक अर्कालाई सान्त्वना देऊ र एकले अर्काको उन्नति गर, जसरी तिमीहरूले गर्दछौ पनि। ख्रिस्ट विश्वासीहरूका निम्ति केही व्यवहारिक अर्थी उपदेश। अनि भाइहरू, हामी तिमीहरूलाई बिन्ती गर्दछौँ, उनीहरू जसले तिमीहरूको बीचमा परिश्रम गर्छन्, जो प्रभुमा तिमीहरूका अगुवाहरू हुन् र जसले तिमीहरूलाई शिक्षा चेतावनी दिन्छन्, उनीहरूलाई चिन र उनीहरूको कामको कारणले उनीहरूलाई प्रेमसाथ अति उच्च आधार गर अनि आपसमा मेलमिलापसँग बस। अब भाइहरू, हामी तिमीहरूलाई अर्थी दिन्छौँ, अटेरी चाल चल्नेहरूलाई चेतावनी देऊ, हरेस खानेलाहरूलाई सान्त्वना देऊ, कमजोरहरूलाई सहारा देऊ, सबै मानिसहरूप्रति सहनशीलता हौ। होसियार, कसैले कसैलाई खराबीको बदलामा खराबी नगरोस्, तर आपसमा साथै सबै मानिसहरूसँग सधैँ भलाइ गर। सधैँ आनन्दित हो, निरन्तर प्रार्थना गरिरह, हरेक कुरामा धन्यवाद चढाऊ, किनकि ख्रिस्ट येशूमा तिमीहरूका निम्ति परमेश्वरको इच्छा यही हो। आत्मालाई ननिमाओ, भविष्यवाणी तुच्छ नठान, सबै कुराहरू जाँच, जुन कुरा असल छ त्यो कुरा बलियो गरी समाति राख। दुष्टताको हरेक रूपबाट अलग बस। अब शान्तिका परमेश्वर आफैले तिमीहरूलाई पुरा रूपले पवित्र पारेका हुन् अनि तिमीहरूका सम्पूर्ण आत्मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रिस्टको आगमनसम्म दोषरहित अवस्थामा सुरक्षित राखिएका हुन्। तिमीहरूलाई बोलाउनु हुने विश्वासयोग्य हुनुहुन्छ, उहाँले यो गर्नुहुनेछ। हे भाइहरू, हाम्रा निम्ति प्रार्थना गरिदेऊ। पवित्र चुम्बनले सबै दाजुभाइहरूलाई अभिवादन गर। म तिमीहरूलाई प्रभुको नाममा आज्ञा गर्दछु, यो पत्र सबै पवित्र भाइहरूलाई पढेर सुनाइदेऊ। हाम्रा प्रभु येशू ख्रिस्टको अनुग्रह तिमीहरूसँग रहोस्। आमेन। प्रेज द लर्ड।